ओ लसु अनि सबैलाई टेस्टीलाई नमस्कार। अनि आज चाहिँ म तपाईँहरूलाई पर्खा भन्न चाहन्छु। पर्खाभित्र पनि अनि के परा बपर दुइटा छ। अनि त्यो भित्रबाट म तपाईँहरूलाई बपरको विषयमा भन्न चाहन्छु। अनि बपर भन्दा अगाडि तपाईँले के थाहा हुनु पऱ्यो भने सबभन्दा अगाडि तपाईँलाई पर्खा घी चाहिँ तपाईँले थाहा हुनु पऱ्यो। पर्खा घी के हो भने चाहिँ पर्खा घी चाहिँ लिमे, खोसा, धचा, खेनम, खम्चु, किन्री, सेस्युङ, सुनलुङ भन्ने त्यो आठवटालाई चाहिँ हामीले अब पर्खा घी भन्छन्। अनि पर्खा घी पछाडि तपाईँले के थाहा हुनु पऱ्यो भने चाहिँ सेकेन्डमा चाहिँ मान्छेको वर्ष थाहा हुनु पऱ्यो। अनि मान्छेको वर्ष मात्रै होइन, मान्छेको वर्ष सँगसँगै केटाको हो कि केटी हो त्यो थाहा हुनु पऱ्यो। केटा र केटी थाहा भएपछि मात्रै त्यहाँदेखि वर्ष उमेर थाहा भएर मात्रै हामीले अनि गर्नु मिल्छ। अब यसमा हेर्दाखेरि अब कसरी गर्नुपर्छ भने अब जस्तो यो अम्लोमा तपाईँले हेऱ्यो भने पर्खा घी यो अम्लोभित्र कहाँ छ भने थाहा थाहा पऱ्यो। मेन कुरो चाहिँ पर्खा घी चाहिँ यहाँ लिमे, खोन्सा, दाचाक, खेन्नम, खम्चु, किन्री, सेसिङ, सोनलुङ भन्ने चाहिँ यसले यहाँ छ। यहाँ चाहिँ पर्खा घी यसरी राखेको हुन्छ। उदाहरण तपाईँले एउटा केटा मान्छेको तपाईँले खोज्नु पऱ्यो भने चाहिँ अब केटा मान्छेको चाहिँ कसरी खोज्ने भन्दाखेरि चाहिँ केटाको चाहिँ तपाईँको चाहिँ यहाँदेखि चाहिँ यतापट्टि जानुपर्ने हुन्छ। यहाँदेखि यस्तो हो गरेर यता घुमाएर यसरी घुम्नुपर्ने हुन्छ। जस्तो तपाईँको एउटा 9 वर्ष मान्छेको तपाईँले खोज्नु पऱ्यो भने कसरी खोज्ने भने चाहिँ यहाँबाट 1 2 3 4 5 6 7 8 9 हो। 9 वर्ष के पऱ्यो भने चाहिँ यसको लिमे पऱ्यो भनेर थाहा हुन्छ। त्यस्तै अब तपाईँले अलिकति उमेर ठुलो भएको जस्तो 55 खोज्नु पऱ्यो भने कसरी खोज्ने भने यहाँबाट चाहिँ 1 2 3 4 5 6 7 8 9 10 यस्तो खोज्दाखेरि धेरै लामो हुँदाखेरि चाहिँ सर्टकटमा गऱ्यो भने चाहिँ 1 10 20 30 40 50 पछि 51 52 53 54 55 के पऱ्यो सिसिङ पऱ्यो भनेर थाहा हुन्छ। त्यस्तै गरी फेरि तपाईँले अब केटीको खोज्नु पऱ्यो भने चाहिँ केटीको चाहिँ कहाँबाट मुनिबाट खोज्नुपर्छ। मुनिबाट कहाँ जानुपर्छ भने यतापट्टि खेन्नापट्टि जानुपर्छ। जाँदाखेरि कसरी जाने भन्ने चाहिँ यहाँबाट चाहिँ अब केटी 9 वर्ष मान्छे खोज्नु पऱ्यो कसरी खोज्नु यहाँबाट 1 2 3 4 5 6 7 8 9 के भयो 9 वर्ष के भयो खम्चुनै पर्छ। त्यसै केटी फेरि 55 वर्षको केटीको खोज्नु पऱ्यो भने चाहिँ सेम गरेर 1 3 4 5 6 7 8 9 10 भन्दा लामो पर्छ। फेरि यहाँले सर्ट फर्म गर्ने 1 10 20 30 40 50 1 10 20 30 40 50 होइन 50 पछाडि 51 52 53 54 55 के पऱ्यो भने सिसिङ पऱ्यो भनेर चाहिँ थाहा हुन्छ। अनि खोज्ने तरिका चाहिँ यसरी नै हो। अर्को सबै पर्छ। अनि तपाईँलाई अब आजको लागि चाहिँ यति नै हो। अर्को चाहिँ योभन्दा अर्को पनि धेरै छ, त्यो चाहिँ म अर्को भिडियोमा तपाईँलाई भन्न चाहन्छु। अनि आजको लागि यति नै हो। लसो थुसी ल।